अनि गाइज हजुरले थाहा पाउँदै हुनुहुन्छ नि यो समय कति छिटै बित्दैछ भन्ने कुरा। अस्ति भर्खर न्यू इयर मनाए जस्तो लागिरहेको थियो मलाई चाहिँ। मलाई याद छ त्यो 31st नाइट वर्क थियो, मेरो नाइट ड्युटी थियो। अनि मलाई याद छ कि त्यो एकदम नराम्रो दिन थियो, मतलब बेलुकामा मलाई याद छ त्यो अझै। अनि अब भोलि डिसेम्बर लाग्दैछ कि फेरि क्या अस्ति भर्खर जस्तो लागिरहेको थियो। क्या छिटो टाइम गइरहेछ। अनि टाइमलाई युटिलाइज गर्नु, होप यु गाइज युटिलाइज गर्दै हुनुहुन्छ हजुरहरूले हैन। त्यही पनि यदि केही सोचिराख्नु भएको छ भोलिबाट गर्छु पर्सिबाट गर्छु भने स्टार्ट गरिदिनुहोस् हैन। त्यो बिस्तारै स्टेबल हुन्छ के हैन, बिस्तारै जे होस् सक्सेस भइन्छ भइन्न द्याट डजन्ट म्याटर हैन। तर एउटा जर्नी हुन्छ, याद हुन्छ पछि गएर मैले यस्तो पनि गरेको थिएँ भनेर आफूले हेर्न सकिन्छ नि त। त्यही भएर स्टार्ट गर्नुहोस् हैन। यति हो गाइज, ह्याभ अ गुड डे। म चाहिँ काममा जाँदैछु। चाउ गाइज, अर्को भिडियोसँगै भेटौँला।